यो तपाईले देखिरहेको ठाउँ उदयपुर नै हो। मलाई पनि सुरुमा विश्वास गर्न गाह्रो भएको थियो। यो ठाउँको नाम चाहिँ उदयपुरको बेलका नगरपालिका बोपताङ, ठिक भने है? बोपताङ, यस, यो चाहिँ बोपताङ हो। यो जुन ठाउँमा अवस्थित छ त्यो झन् गजबको छ। यहाँनिर चाहिँ उतापट्टि भोजपुर, सुनसरी र यो उदयपुर। यहाँनिर चाहिँ 3वटा नदीहरू अरुण, तमोर र सुनकोशी मिलेको ठाउँ हो। चतरा बारा क्षेत्र भनेर त हामीले सुनिरहेको थियौँ, तर यसको छेउमा उदयपुरको यति ब्युटिफुल डाँडा छ जहाँनिर चाहिँ तपाईँले भर्खरै देख्नुभयो प्याराग्लाइडिङको ट्रेनिङ चलिरहेको छ। अब बिस्तारै प्याराग्लाइडिङ गर्न सक्छौँ हामी। उदयपुर आफ्नै ठाउँ, आफ्नै रुट हामीले कहिलेकाहीँ बाहिर खोज्दा खोज्दै आफूभित्र खोज्न बिर्सिन्छौँ, आफै अनएक्सप्लोर्ड भइरहेको हुन्छ। यो कुरा महसुस गरेको छु। आउनुभन्दा अगाडिको संयोग चाहिँ कस्तो रह्यो भने म आफ्नो रुट खोज्दै, आफ्नो ठाउँ खोज्दै मैले समुद्रको बारे मेरो एउटा मिथ जुन थियो मैले जब भिजिट गरिसकेपछि यी समुद्रहरूलाई हाम्रा नदीहरूले छोएर बगिरहेका छन् भन्ने थाहा भयो। यसको मुहान चाहिँ हाम्रा देशहरू, हाम्रा हिमालहरू हुन् भन्दै गर्दा मलाई त्यो प्रतिको जिज्ञासा अथवा त्यसको एक्सप्लोरेसन गर्ने प्रति चाहिँ म अलि बढी उत्सुक हुँदै गरेको अवस्थामा घुम्दैछु। जे होस् होइन, कस्तो राम्रो राम्रो ठाउँहरू छ। धरान धनकुटा जाने बाटो भयो, यता इनरुवा इटहरी भनेको यतै भयो, विराटनगर यतै भयो। यही कोशी नदी यतापट्टि देख्न सकिन्छ। बिहारको दुःख भनेर हामीले पढ्थ्यौँ क्या पहिला, किनभने यो यहाँसम्म खुम्चिएको चाहिँ यति फैलिँदै गएको छ।